सबैमा नमस्कार। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षा सञ्चालनका सम्बन्धमा हार्दिक अपिल सार्वजनिक गरेको छ। त्यसका बारेमा प्राप्त जानकारी लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म सुनेर जानकारी लिनुहोला। नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोटिमी भक्तपुर नेपाल हार्दिक अपिल प्रकाशन मिति 2082 वैशाख 9 गते। हार्दिक अपिल राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति 2082 वैशाख 11 गतेदेखि 24 गतेसम्म माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा 12 सञ्चालन हुने गरी परीक्षा समय तालिका सार्वजनिक गरिएको ब्यौरा विद्यार्थी अभिभावक र शिक्षकहरूमा विदितै छ। समयमै परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्नेतर्फ बोर्ड प्रतिबद्ध रहेको अवस्थामा हाल सिर्जित विशेष परिस्थितिका कारण परीक्षार्थीले गरेको अनुरोध, अभिभावकको चिन्ता तथा परीक्षा केन्द्रको व्यवस्थापन र सञ्चालनमा आउन सक्ने प्राविधिक कठिनाइहरूलाई समेत दृष्टिगत गरी राष्ट्रिय परीक्षा बोर्डबाट 2082 वैशाख 11 गतेदेखि सञ्चालन हुने गरी निर्धारण गरिएको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा मिति 2082 वैशाख 21 गते बिहान 8 बजेबाट सञ्चालन हुने ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ। परीक्षाको मिति संशोधन गर्दा विद्यार्थी र अभिभावकमा पर्न गएको असुविधाप्रति राष्ट्रिय परीक्षा बोर्ड क्षमा प्रार्थी छ। साथै परीक्षार्थीमा परीक्षाको तयारीलाई निरन्तरता दिन अनुरोध छ। परीक्षाको समय तालिका मिति 2082 वैशाख 10 गते बोर्डको वेबसाइट nev.gov.np मार्फत र सो पश्चात गोरखापत्र दैनिकमा समेत प्रकाशन गरिनेछ। परीक्षालाई मर्यादित रूपले सम्पन्न गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वय समिति, स्थानीय तहहरू, केन्द्राध्यक्षहरू, शिक्षक सुरक्षा निकाय लगायत सम्पूर्ण सरकारवालाहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ। डाक्टर महाश्रम शर्मा, अध्यक्ष। राष्ट्रिय परीक्षा बोर्डले निकाल्ने नयाँ समय तालिका प्रकाशित भए पश्चात हामी तपाईहरू समक्ष कक्षा 12 को परीक्षा सञ्चालनको नयाँ समय तालिका लिएर उपस्थित हुनेछौँ। जाँदै हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरी परीक्षासँग र अन्य शैक्षिक सामग्रीहरूका बारेमा जान्नका लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु हुन समेत अनुरोध गर्दछौँ।